ओके, अब यता नजर हालौँ है त एकचोटि। 2, 4, 6, 8 यसपछि अब कुन नम्बर हुन्छ? नाउ अफ कोर्स यसपछि कुन नम्बर हुन्छ? 10 हुन्छ। अब आफैहरूलाई एउटा क्वेसन सोधौँ। यो 10 आफूहरूलाई होइन म एउटा क्वेसन सोध्छु। यो 10 हुन्छ भनेर तिमीहरूलाई कसरी थाहा भयो? यो 8 पछि 10 हुन्छ भनेर तिमीहरूलाई कसरी थाहा? ह? के मैले तिमीहरूलाई भने यसपछि 10 हुन्छ? नाइ। के तिमीहरूलाई साइडमा कसैले भन्यो 10 हुन्छ? नाइ। के तिमीहरूले गेस गर्यौ कि यसपछि 10 हुन्छ भनेर? नाइ। सो तिमीहरूले के हेऱ्यौ? हरेक जुन नम्बर छ त्यस पछाडिको नेक्स्ट नम्बरमा +2 भएर आइरहेको छ, होइन? प्रत्येकमा। सो त्यही भएर हामीलाई के भयो? थाहा भयो। सो हामीलाई के थाहा भयो भनेपछि चाहिँ यो नम्बरमा एउटा हिडन रुल छ यो सिक्वेन्समा। के नम्बर अनि त्यो हिडन रुल कुन हो? हरेक नम्बरमा +2 एड गरिदिने। सो हेलो एभ्रिवान, इट्स मी मास्टर एक्स एन्ड अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भिडियो चाहिँ एकदम स्पेसल छ। यो चाहिँ हाम्रो द अल्टिमेट वार अफ बेसिक म्याथमेटिक्सको सिरिजको पार्ट 3 हो। पार्ट 3 हो र आजको यो भिडियोमा हामीले के गर्न जाँदैछौँ? यो भिडियोमा चाहिँ हामीहरूले पढ्न जाँदैछौँ प्याटर्न्सको बारेमा। नट ओन्ली प्याटर्न्स अरू पनि, बट भिडियोको स्टार्ट चाहिँ हामीले के गर्ने हो? प्याटर्न्सबाट। सो यो भनेको चाहिँ के हो एउटा? यो भनेको एउटा प्याटर्न हो। के हो? प्याटर्न हो। प्याटर्न मैले तिमीहरूलाई त्यति बुझाउन पर्दैन बिकज प्याटर्न हाम्रो डेली लाइफमा युज भइरहेको कुरा हो, होइन? हामी सबलाई थाहा छ। बस यसको इन्ट्रोडक्सन दिन्छु। अब हेर, प्याटर्न भनेको के हो? प्याटर्न भनेको के हो भनेपछि चाहिँ प्याटर्न भनेको कुनै पनि एउटा हिडन रुल अगेन एन्ड अगेन अथवा प्याटर्न भनेको एउटा म्याथमेटिकल आइडिया अथवा टर्म हो। प्याटर्न भनेको के हो? म्याथमेटिकल आइडिया अथवा एउटा टर्म हो जसले के गर्छ भनेपछि चाहिँ कुनै पनि एउटा सिक्वेन्समा हिडन रुल युज भइरहेको छ, होइन? अथवा कुनै पनि एउटा सिक्वेन्समा सेम हिडन रुल युज भइरहेको छ भनेपछि चाहिँ के गर्ने? हाम्रो नेक्स्ट आउटकम जुन छ अथवा नेक्स्ट रिजल्ट जुन छ त्यसलाई प्रिडिक्ट गर्नमा हेल्प गर्ने एउटा के हो? म्याथमेटिकल आइडिया अथवा टर्म हो। फर इक्जाम्पल जस्तो कि हामीले हेऱ्यौँ यो इक्जाम्पललाई, होइन? यो इक्जाम्पलमा हामीले के गर्यौँ? एउटा हिडन रुल हेऱ्यौँ कि हाम्रो हरेक्समा +2 एड भइरहेको छ, हो कि होइन? हो। अब यो +2 एड भइरहेको छ अनि +2 एड भइरहेको छ हामीले हरेकमा हेऱ्यौँ अनि यही +2 एड भइरहेको छ भन्ने के भयो? हामीलाई कन्फर्म भयो अथवा हामीले के गर्यौँ? हामीले नोटिस गर्यौँ कि सेम वेमा युज भइरहेको छ अथवा सेम रुल युज भइरहेको छ अगेन एन्ड अगेन, जसले गर्दा हामीलाई के हेल्प गर्यो? नेक्स्ट जुन आउटकम छ नि त्यसलाई प्रिडिक्ट गर्नमा हेल्प गर्नु पर्यो। अब एउटा कुरा किन ध्यान दियो भनेपछि चाहिँ प्याटर्न प्याटर्न जहिले पनि के हुनु पर्यो भनेपछि चाहिँ प्याटर्नमा जहिले पनि सेम रुल युज हुन पर्यो। यो तिमीहरूलाई नि थाहा होला। किनकि यदि मैले यहाँ 2, 8, 9, 11, 32 लेख्थेँ भनेपछि चाहिँ के तिमीहरूले यसको आउटपुट अथवा यसको नेक्स्ट जुन आउटकम हुन्छ, होइन? त्यो के तिमीहरूले प्रिडिक्ट गर्न सक्थ्यौ त? सक्थेन। इभन मैले पनि सकेन। किनकि यसमा कुनै प्याटर्नै हिडन छैन, होइन? हो। सो त्यही भएर के हो? त्यसैलाई नै के भन्छन्? प्याटर्न भन्दछन्। अब एउटा के कुरा हुन्छ भने हामी चाहिँ अल्जेब्रामा एन्टर गर्यौँ। प्याटर्न पढ्दैछौँ भनेपछि चाहिँ हामी केसमा एन्टर गरिसक्यौँ? अल्जेब्रामा। अनि अल्जेब्रा भनेको चाहिँ हाम्रो म्याथको सबैभन्दा के हो? बेसिक फाउन्डेसन हो। म्याथको के हो? सबैभन्दा बेसिक फाउन्डेसन हो। त्यो बेसिक फाउन्डेसनको नि हामीले भित्रको पार्टहरू पढ्दैछौँ भनेपछि हामी त्यति बेसिकमा छौँ र यो हामीले कुराहरू सब क्लियर गऱ्यौँ भनेपछि चाहिँ हामीलाई जिन्दगीमा म्याथबाट डर लाग्दैन। बुझ्यौ? तिमीहरूलाई जिन्दगीमा म्याथबाट डर लाग्दैन यदि तिमीहरूले यो सिरिज कम्प्लिट गर्यौ अनि के गर्यो भनेपछि चाहिँ यो पार्टमा पुरा ध्यान दिएर हेऱ्यौ भनेपछि चाहिँ जिन्दगीमा म्याथबाट डर लाग्दैन र यस्तो कुनै पनि क्वेसनहरू हुन्नन् अथवा कुनै पनि नेक्स्ट तिमीहरूलाई म्याथ पढ्नमा त्यति गाह्रो हुँदैन। न अब प्याटर्नहरू त नोटिस गऱ्यौँ, होइन? सो अब हेरौँ, फेरि एउटा प्याटर्न यस्तो आयो। 2 × 1 = 2, 2 × 2 = 4, 2 × 3 = 6 एउटा प्याटर्न यस्तो आयो, होइन? मानौँ अब तिमीहरूलाई कसैले भन्यो 100 टर्म निकाल्न, तिमीहरूले 2 × 100 गर्छौ, निकाल्छौ, होइन? नाउ अब तिमीहरूलाई के भयो? प्याटर्नले त आइडिया त दियो कि कसरी गर्ने। अब तिमीहरूलाई यसलाई एक्सप्रेस गर्न छ अथवा कसैलाई बताउन छ कि यो निकाल्ने फर्मुला यो हो भनेर, होइन? यो निकाल्ने फर्मुला यो हो भनेर भन्यो। सो अब तिमीहरूले कसरी भन्छौ? यसको जस्तो कि मैले सोधेँ, यो तिमीहरूले मलाई भन यो भनौँ न यसलाई हामीले भनौँ इभन नम्बर निकाल्ने के हो? यो एउटा फर्मुला भयो। भनेपछि अब इभन नम्बर फर्मुला मलाई भन त भाइ भनेर मैले तिमीहरूलाई सोधेपछि तिमीहरूले के भन्छौ? 2 × 1 हो, 2 × 2 हो अथवा 2 × नम्बर अफ के अरे नम्बर अफ टर्म अथवा कुन नम्बर हो त्यो हाल्नु इभन नम्बर। कुन नम्बरको इभेको अथवा कुन पोजिसनको इभन नम्बर चाहिएको छ अथवा कति नम्बरको इभन नम्बर चाहिएको छ तपाईँले त्यही नम्बर हाल्नु भन्छ। यो सुन्दा अलि कन्फ्युजिङ र इरिटेटिङ अनि त्यसपछि एनोइङ नि लाग्छ नि? हो। बट यदि मैले यसलाई थोरै इभ्यालुएट गरेर 2n भनेर फर्मुला बनाएँ भनेपछि चाहिँ अनि भने n भनेको चाहिँ नम्बर अफ टर्म हो भने अथवा नेचुरल नम्बर हो भने भनेपछि चाहिँ नेचुरल नम्बर भनेपछि 2 × 1 2 3 4 हामीले प्रिभियस भिडियोमै पढेको। अब जस्तो कि मलाई 2 × नम्बर अफ टर्म भनेछु 100 को झिक्न छ, 2 × 100 गरेँ हाम्रो 200 आयो। मैले फेरि भने नेचुरल नम्बर मैले 2 × 3 गरेँ 6 आयो। हो। भनेपछि हाम्रो के भइरहेको छ? आइडिया के भयो? वर्क त गर्यो नि, हो कि होइन? हामीलाई के भयो? अब एक्सप्रेस गर्न नि सजिलो भयो, होइन? सो नाउ हामी केसमा एन्टर गरिसक्यौँ। हामी अब प्याटर्नलाई पछि राखेर भेरिएबल्समा एन्टर गऱ्यौँ। केमा? भेरिएबल्समा। सो भेरिएबल्स भनेको चाहिँ के हो? के प्याटर्नलाई डिस्क्राइब गर्ने वे हो अथवा आइडिया हो? होइन। किन होइन? अघि नै त मैले 2n भनेर यो प्याटर्नलाई त डिस्क्राइब गरेँ, बट 2n भनेको भेरिएबल होइन। भेरिएबल भनेको हाम्रो जस्ट n मात्र हो, होइन? अब यहीबाट हामीहरूले के गर्छौँ? भेरिएबललाई डिस्क्राइब गर्छौँ। अब यो n हेर, यो n के हाम्रोलाई नन छ? मतलब कि यो n को भ्यालु हामीलाई थाहा छ? थाहा छैन। भनेपछि के हो? भेरिएबल एउटा अननोन सिम्बल हो।
अथवा अननोन म्याथमेटिकल आइडिया हो। भेरिएबल के हुन्छन्? अननोन हुन्छन्। अब अघि नै मैले तिमीहरूले नोटिस गरेको भए अघि नै मैले यो यनलाई एकचोटि 100 राखेँ, एकचोटि 6 राखेँ, यति मैले 7 नि त राख्न पाएँ होइन। मलाई 7 टर्मको अगर मलाई 7 टर्मको नेचुरल अथवा 7 टर्ममा भएको अड नम्बर चाहियो भनेपछि चाहिँ मैले यो 7 राखेर गर्न पाएन र? पाएँ। भनेपछि भेरिएबलको यस्तो हुँदो रहेछन्, भेरिएबल एउटा अननोन, भेरिएबल्स अननोन नि हुन्छन्, चेन्ज नि हुन्छन् अथवा भ्यालु चेन्ज भ्यालु नि हुन्छन्। अनि अझै एउटा कुरा हुन्छ भनेपछि चाहिँ अहिले ल दुईटै बुझौँ है, एकछिनपछि भनौँला, त्यो अलि अगाडितिर आउने हो ओके न। अब अननोन कसरी भयो? यो इक्वेसनमा तिमीहरूले हेऱ्यौ होइन, यो इक्वेसनमा के हेऱ्यौ भनेपछि चाहिँ यो जुन हाम्रो यनको भ्यालु अननोन छ, हामीले असाइन जो गरेको छैनौँ होइन। फर इक्जाम्पल हामीले जस्ट यो हाम्रो एउटा फर्मुला भयो, बट यो यनको भ्यालु हामीलाई के छैन, फिक्स छैन, थाहा छैन। सो यनको भ्यालु त जति नै हुन पायो भनेपछि भेरिएबलले के गर्दो रहेछ, भ्यालु अननोन भन्ने, अननोन भेरिएबल भनेको त्यस्तो टाइपको भेरिएबल हो जसको भ्यालु अननोन हुन्छ होइन, अथवा जसको भ्यालु के हुन्छ थाहा हुँदैन। अर्को भेरिएबल्स भनेको के हुन्छ, चेन्जिङ नै हुन्छ। चेन्जिङ नै हुन्छ भने यही इक्जाम्पलमा हेर, हामीले एकचोटि यनको भ्यालु 100 राख्यौँ, एकचोटि भ्यालुको 6 राख्यौँ, एकचोटि 7 राख्यौँ, नत्र भए यता हेर, तिमीहरूले मानौँ तिमीहरू एकदम गर्मीवाला ठाउँमा छ होइन, तिमीहरूलाई नाप्न छ कि आजको टेम्परेचर के हो, तिमीहरूलाई टेम्परेचर नाप्न छ। सो तिमीहरूले के गर्यौ, समरी बनाऊँ भनेर एउटा टेम्परेचर नाप्ने के गर्यौ, डिसाइड गर्यौ। अनि टेम्परेचर नाप्नको लागि डिफ्रेन्ट वर्ड अथवा युज गर्न त तिमीहरूले एउटा भेरिएबलको लागि टी के गर्यौ, एज्युम गर्यौ होइन। यो टीको भ्यालु मर्निङमा 27 डिग्री थियो होइन, आफ्टरनुनमा टीको भ्यालु 48 डिग्री पुग्यो, इभिनिङमा टीको भ्यालु 32 डिग्री पुग्यो, नाइटमा टीको भ्यालु 25 डिग्री पुग्यो। सरी, अब हेर विथिन अ टाइम हाम्रो यो भ्यालु छ नि भेरिएबल टीको, त्यो के भइरहेको छ, चेन्ज भइरहेछ कि नै भएछ ओके न। जस्तै कि मर्निङमा 27 भयो, आफ्टरनुनमा 48, इभिनिङमा 32 अनि नाइटमा 25। भनेपछि भेरिएबल्सको के हुन्छ, भ्यालु फिक्स्ड हुँदैन, के हुन्छ, चेन्ज भइरहेको हुन्छ। अब भेरिएबल्समा हामीले लेटर्स नै किन युज गर्छौँ, लेटर्स नै किन युज गर्छौँ? कतिवटा स्टुडेन्टले के सोध्छन्, एक्स भनेको भेरिएबल हो, ओन्ली एक्स भनेको भेरिएबल हो, अथवा XYZ भनेको अथवा XYZ भनेको के हो, भेरिएबल्स हो। तर तिनीहरू एकदम गलत छ नि, त्यो भनेको भेरिएबल्स चाहिँ होइन। भेरिएबल्समा हाम्रो लेटर्सहरू जुन छन् नि इङ्ग्लिस अल्फाबेटमा, जस्तै एदेखि जेडसम्म हो, तिनीहरू नै हाम्रो के हुन्, भेरिएबल्स हुन्। A to Z सब हाम्रो के हो, भेरिएबल्स हो। सो हामीले नम्बर्सहरू बनाएको छौँ, नम्बर्सहरूको युज नगरेर किन भेरिएबल्स बनाएको अथवा किन हामीले यिनी इङ्ग्लिस सिम्बल्सहरूको युज गर्छौँ भनेर सोध्छ भनेपछि चाहिँ, यदि जस्तै कि हामीले यहाँ 2n भनेर अघि नैको फर्मुला लेखेको थियौँ, यदि यो यनको ठाउँमा मैले 2 into 5 लेख्थेँ भनेपछि चाहिँ ए हो त डाइरेक्ट 5th पोजिसनको लागि हुने भयो हो कि न। किन 5 को त अलरेडी भ्यालु डिसाइड छ नि ओके न, 5 को अलरेडी के छ, भ्यालु डिसाइड छ। त्यही भएर हामीले के गर्यौँ, जुन सिम्बल्सहरू छन् इङ्ग्लिसमा, जुन लेटर्सहरू छन् तिनीहरूलाई युज गरौँ होइन। अनि के गरौँ भनेपछि चाहिँ तिनीहरूलाई अननोन राखिदिउँ अनि तिनीहरूको भ्यालु चेन्जिङ राखिदिउँ ओके होइन। हो यो भने अब एउटा कुरा, भेरिएबल्स यति इम्पोर्टेन्ट किन छ त, भेरिएबल्स यति किन इम्पोर्टेन्ट छ? भेरिएबल्सले हामीले के गर्छ, हामीले हरेक पोसिबल नम्बरहरूसँग के गर्छ, हामीलाई वर्क गर्नलाई हेल्प गर्छ कि हरेक पोसिबल नम्बरहरूसित। फर इक्जाम्पल अहिले हामीले इभेन नम्बर के निकाल्यौँ न त, यो इभेन नम्बरको यदि हामीले 2 into 1 यस्तो यस्तो हुन्थ्यो होइन, यदि मलाई 1000सम्म जान छ भने त मैले 2 into यस्तो यस्तो गर्दै लेख्न पर्छ। बट भेरिएबलले के गर्छ भने चाहिँ हामीलाई प्रत्येक पोसिबल नम्बरले के गर्छ सँग के गर्छ, वर्क गर्न हेल्प गर्छ। जस्तै 2n भयो, अब यसको भ्यालु 1000 हुन्छ, नो म्याटर, हामीले सक्छौँ। 100 हुन्छ, नो म्याटर। 10,000 हुन्छ, म्याटर गर्दिन, मजाले सक्छौँ। भनेपछि यसले हामीलाई के अलाउ गर्नु भयो, यहाँ त अब हामीले जुन प्रत्येक पोसिबल नम्बर्सहरू छन् नि तिनीहरूसँग के गर्न पायौँ, काम गर्न पायौँ कि नै ओके न। पहिला हो भेरिएबलमा अब के हुन्छ, भेरिएबलले हामीलाई के पनि गर्छ, अलाउज अस टु वर्क विथ एभ्री पोसिबल नम्बर ओके न। हो नाउ अब नेक्स्ट के त, भेरिएबल्सको बारेमा यति बुझ्दा हुन्छ, बुझ्यो भेरिएबल्स भनेको के हो बुझ्यो होइन। अब नेक्स्ट हामीले भेरिएबल्स भनेको के बुझ्यौँ होइन। अब हामीलाई कुनै एउटा स्टेटमेन्ट दिएको छ होइन, एउटा स्टेटमेन्ट दिएको छ म्याथमेटिकल टर्ममा, भनेपछि तिमीहरूले कसरी एक्सप्रेस गर्छौ, कसरी डिस्क्राइब गर्छौ। अब हामीले एउटा स्टेटमेन्ट बनाउनु पऱ्यो कि मानौँ, एउटा स्टेटमेन्ट बनाउनु पऱ्यो भनेपछि चाहिँ त्यसलाई हामीले म्याथमेटिकल टर्ममा कसरी लेख्छौँ। अब मैले एक्स मात्र लेख्यो भने के त्यो एउटा स्टेटमेन्ट हुन्छ, हुँदैन होइन। सो साइन्टिस्टहरूले के भनेपछि चाहिँ वाट इफ हामीले भेरिएबल्सलाई र नम्बर्सलाई जोड्यौँ भने के हुन्छ त, हो यो भेरिएबल्स र नम्बरलाई जोडेर के बनोस्, एक्सप्रेसन बनौ, के भनौँ, एक्सप्रेसन बनौ। सो नाउ हामी केसमा आयौँ, एक्सप्रेसनमा आयौँ। अब हेर एक्सप्रेसन चाहिँ एकदम ध्यान दिएर बुझौँ है, एक्सप्रेसन भनेको के, किनकि एक्सप्रेसन पछि हामी नेक्स्ट जाने हो इक्वेसनमा। इक्वेसन बुझ्नुको लागि एक्सप्रेसन बुझ्नु चाहिँ एकदम इम्पोर्टेन्ट छ, बुझ्यौ। हो नाउ अब हामीले के गर्ने हो, एक्सप्रेसन। एक्सप्रेसनमा के हो भनेपछि चाहिँ एक्सप्रेसनमा भेरिएबल र नम्बर्सको कम्बाइन मिलेर बनेको के हो, स्टेटमेन्ट हो, रिप्रेजेन्ट गर्नको लागि। यसलाई यसरी बुझाऊ, फर इक्जाम्पल तिमीहरूको प्यारेन्ट्सले के भन्ने, तिमीहरूको प्यारेन्ट्सले के भन्ने भनेपछि चाहिँ हामीले तँलाई प्रत्येक दिन
पैसा दिन्छौँ तर सेम अमाउन्टमा दिन्नौँ, नेक्स्ट डे जति पनि हुन पायो होइन। हो यो भनेर भयो अनि यो भनेर चाहिँ तिमीलाई फर्स्ट डेमा कति 50 रुपियाँ 50 रुपियाँ दिनुभयो, ओके न, 50 रुपियाँ दिनुभयो, ठिक छ, फर्स्ट डेमा 50 पाइम। नाउ अब यो थियो डे फर्स्ट, नेक्स्ट डे कति पाउँछौ त, ओके न। अब तिमीले यहाँ नेक्स्ट डे मैले सायद 50 प्लस मैले नेक्स्ट डे 10 रुपियाँ नि पाउन पाएँ अथवा 60 पाउन पाएँ अथवा 100 पाउन पाएँ होइन। सो यो प्रत्येक पोसिबिलिटिजहरूलाई गेस गर्नुभन्दा तिमीले के गर्छौ, एक्स प्लस 50 गर्छौ, जहाँ एक्स भनेको के हो, एक्स भनेको तिम्रो नेक्स्ट डेको पकेट मनी हो होइन। हो अब यहाँ तिमीले एउटा कुरा नोटिस गर्यौ, तिमीले गेस गरेको राखेको छैन, तिमीले के गरेछौ, एक्स भनेर जस्ट एउटा स्टेटमेन्ट तयार पारेछौ अथवा एउटा एक्सप्रेसन तयार पारेछौ तिम्रो नेक्स्ट डे कति कमाइ हुन्छ त्यो भनेर, ओके न। हो अब कसैले भन्नु तिमीले नेक्स्ट डेमा तसँग टोटल कति रुपियाँ हुन्छ भनेपछि तिमीले प्रत्येक नम्बर गेस गर्नुभन्दा एक्स प्लस 50 जहाँ यक्स मैले भोलि पाउँछु भन्छ भनेपछि चाहिँ के भयो, सजिलो भयो। अब तिमीले एक्सप्रेसनले के गर्छ, रिप्रेजेन्ट गर्ने भयो क्या, जस्तै कि तिम्रो पकेट मनी नेक्स्ट डेको पकेट मनीलाई रिप्रेजेन्ट गरिरहेको छ नि त। हो अब एक्सप्रेसनको एउटा ब्युटिफुल कुरा भनौँ, हेर एक्सप्रेसनको एउटा स्टेटमेन्ट अनि पर लाइफ टाइम वर्क गर्ने भयो। अब लाइफ टाइम तिम्रो मम्मीहरूले जति पैसा दिनुहुन्छ तिमीलाई यो स्टेटमेन्ट प्रत्येक दिन काम गर्छ। नेक्स्ट डे तिमीलाई तिमीले 10 रुपिस पायो होइन भनेपछि चाहिँ 10 प्लस 50 60 हुन्छ होइन, फेरि त्यसको अर्को दिनको लागि 60 प्लस एक्स हुन्छ। हो अब यसरी के हुने भयो, तिम्रो एक्सप्रेसनको वर्क हुने भयो। अब नाउ एक्सप्रेसनमा त हामीले रिप्रेजेन्ट मात्र गर्ने भयौँ होइन, एक्सप्रेसनमा हामीले के गर्ने भयौँ, रिप्रेजेन्ट मात्र गर्ने भयौँ। हो वाट इफ हामीलाई के गर्नु छ, दुईवटा क्वान्टिटीलाई कम्पेयर गर्नु छ अथवा दुईवटा क्वान्टिटी दुईवटा इक्वल क्वान्टिटीलाई सो गर्नु छ, एक्सप्रेसनबाट मिल्छ र। मानौँ मलाई यक्स प्लस 5 बराबर यक्स प्लस 2x प्लस 6 देखाउनु छ, के यो पोसिबल छ र एक्सप्रेसनको थ्रु, छैन। हो अब यही पोसिबल नभएर हामीले के बनाएको, इक्वेसन बनाएको। फर इक्जाम्पल एक्स प्लस 5 भयो होइन अनि 2x प्लस 6 भयो, यसमा तिमीहरूको के हुन्छ भनेपछि चाहिँ तिमीहरूको इक्वेसनले के गर्छ, दुईवटा क्वान्टिटीलाई के गर्ने भयो, यी भ्यालु इक्वल छ कि नै भनेर के गर्ने भयो, रिलेसन देखाउने भयो होइन। जस्तै कि फर इक्जाम्पल तिमीहरूको यहाँ के छ, एक्स प्लस 5सँग 2x प्लस 6 छ, जुन यो तिमीहरूको इक्वल साइन देखिरहेको छौ नि, यसले के गर्छ भनेपछि चाहिँ रिलेसन देखाउँछ कि यिनीहरू दुईवटाको रिलेसन के छ, इक्वल छ, दुईवटाको रिलेसन के छ, इक्वल छ भनेर रिप्रेजेन्ट गर्ने भयो। अनि इक्वेसन, वाइ वी निड इक्वेसन, हामीले इक्वेसनको किन जरुरत छ, हामीलाई कहिले कहिले के हुन्छ, कुनै पनि एक्सप्रेसनमा भ्यालुहरू हामीलाई चाहिएको दिएको हुन्न होइन। फर इक्जाम्पल एक्स प्लस 5 भनेर मैले एक्सप्रेसन दिएँ, यसमा के छैन, भ्यालु छैन, बट इन इक्वेसनमा हामीले के गर्छौँ, दुईवटा क्वान्टिटी इक्वल नै हुन्छ भनेर भन्छौँ भनेपछि चाहिँ अब यो दुईवटा क्वान्टिटी इक्वल्ली छ भन्ने त हामीलाई थाहा छ भनेपछि अब हामीले के भयो, एक्सको भ्यालु हामीले 12 राख्न पायौँ, किन 12 प्लस 5 गर्दा 17 हुन्छ। अब यो यसले के भनौँ, दुईवटाको रिलेसन इक्वल छ भनेर देखाएको नि यो इक्वेसनले। हो सो भेरिएबल्सहरू के छन् अथवा भेरिएबल्स भन्दा इक्वेसनले के गर्छ भनेपछि चाहिँ दुईवटा क्वान्टिटीहरू इक्वल छ कि नै भनेर के गर्छ, हामीलाई सो गर्छ। बुझ्यौ इक्वेसन भनेको के हो। अब एउटा कुरा, इक्वेसन र एक्सप्रेसनमा धेरैवटा स्टुडेन्ट्सहरू कन्फ्युजन छन्, यो एउटा इक्वेसन हो कि एक्सप्रेसन हो, यो एउटा इक्वेसन हो कि एक्सप्रेसन हो, इक्वेसन हो होइन, यो एउटा एक्सप्रेसन हो। किन एक्सप्रेसन हो, किनभने यसले इक्वल साइन नै कन्टेन गरेको छैन। किन र इक्वेसनको हामीले के भन्थ्यौँ, इक्वेसनले दुईवटा एक्सप्रेसनको रिलेसन जनाउँछ, ओके न, जबकि हाम्रो एक्सप्रेसनले कुनै पनि कुरालाई रिप्रेजेन्ट गर्छ, ओके न। हो अब यहाँ त नम्बर्सहरू छ, भेरिएबल्स छैन, हामीले एक्सप्रेसन भनेको छ भेरिएबल प्लस नम्बर्सको कम्बिनेसन पढेको, बट यहाँ त नम्बरै छैन, नम्बर मात्र छ, इक्वेसन सरी भेरिएबल छैन भनेपछि यो एक्सप्रेसन कसरी भयो, यो त इक्वेसन नै हुनुपर्ने हो होइन। यस्तो टाइपको एक्सप्रेसनलाई के भन्छन् भनेपछि, यस्तो टाइपको एक्सप्रेसनलाई न्युमेरिक एक्सप्रेसन भन्छन्। के कुरा नोटिस गर्न पर्यो भनेपछि चाहिँ हरेक एक्सप्रेसनमा के हुन्छ, हरेक एक्सप्रेसनले इक्वल साइन के गरेको हुन्न, मतलब कन्टेन गरेको हुँदैन। हरेक एक्सप्रेसनमा इक्वल साइन के हुँदैन, कन्टेन हुँदैन। फर इक्जाम्पल एक्स प्लस 5 एक्सप्रेसन हो, साइन एक्स प्लस 6 यो नि एक्सप्रेसन हो, यसलाई हामीले भन्छौँ एल्जेब्रिक एक्सप्रेसन भयो हाम्रो होइन, यो हाम्रो ट्रिग्नोमेट्रिक एक्सप्रेसन भयो, यो हाम्रो कस्तो एक्सप्रेसन, यो हाम्रो न्युमेरिक एक्सप्रेसन भयो। यदि यसको ठाउँमा मैले यहाँ 7 गरिदिएँ यो भयो इक्वेसन, यदि यसको ठाउँमा मैले 8 गरिदिएँ यो पनि भयो इक्वेसन, यदि यसको ठाउँमा मैले 12 गरिदिएँ यो पनि भयो एउटा इक्वेसन। सो बुझ्यौ इक्वेसन र एक्सप्रेसनको डिफ्रेन्स हो, बुझ्यौ। अब हामी पढ्छौँ टाइप्स अफ इक्वेसन, धेरै पढ्दैनौँ हामीले, मात्र लिनियर इक्वेसन र क्वाड्रेटिक इक्वेसन पढ्छौँ। सबैभन्दा पहिला हामीले यो बुझौँ, हामीलाई टाइप्स अफ इक्वेसन बनाउनुको जरुरत नै किन पर्यो होइन, सबै इक्वेसनलाई एउटै टाइपमा राखे के हुन्छ, किनकि सबैले सो त रिलेसन नै गर्ने हुन् होइन, सबैले के गर्ने हुन्, दुईवटा क्वान्टिटीको रिलेसन इक्वल छन् कि भनेर रिलेसन सो गर्ने हो इक्वेसनले। त्यसो भए हामीले यसलाई टाइप्समा किन डिस्क्राइब गर्यौँ, सबैले एउटै ठाउँमा राखे के हुन्थ्यो। हो अब सुनौ, यदि हामीले मानौँ लिनियर इक्वेसन, क्वाड्रेटिक इक्वेसन, क्युबिक इक्वेसन, यिनीहरू इक्वेसन थुप्रै छन् नि, सबैलाई एउटै ठाउँमा राख्यौँ भनेपछि चाहिँ के हुन्थ्यो भनेपछि चाहिँ अब जस्तै हाम्रो लिनियर इक्वेसन छुट्टै हुन्छ, क्युबिक इक्वेसन छुट्टै हुन्छ होइन,
अनि त्यसपछि क्वाड्रेटिक इक्वेसन छुट्टै हुन्छ। सो छुट्टै छुट्टै इक्वेसनले छुट्टै छुट्टै बिहेभ गर्छ, हो किन? जस्तै हाम्रो लिनियर इक्वेसनले स्ट्रेट लाइन बनाउँछ, क्वाड्रेटिक इक्वेसनले हाइपरबोला अथवा हाइपरबोला बनाउँछ, यस्तो कर्भ शेप बनाउँछ ग्राफमा रिप्रेजेन्ट गर्दा। सो यिनीहरूको प्रोपर्टीहरू नि छुट्टै हुने भयो होइन, यिनीहरूलाई सल्भ गर्ने प्याटर्नहरू नि के हुने भयो, छुट्टै हुने भयो। अब सोच, मानव तिमीहरूको सबैलाई एउटा इक्वेसनमा राखेछ अनि तिमीहरूलाई दिएछ क्वाड्रेटिक इक्वेसन, कसैले फाइन्ड गरेको छैन कि एउटा क्वाड्रेटिक इक्वेसन हो भनेर, भनेपछि पहिला तिमीले त्यसलाई लिनियर इक्वेसनको म्याथड युज गर्छौ, बल्ल गएर क्वाड्रेटिकको युज गर्छौ, अथवा क्वाड्रेटिकको डाइरेक्ट युज नगरेर पहिला लिनियरको गर्यो, फेरि क्युबिकको गर्यो, फेरि ट्रिग्नोमेट्रिक इक्वेसनको कुरा गर्यो। यिनी सब इक्वेसन हालेर जब बल्ल त्यसको के हुन्छ सुइटेबल हुन्छ, बल्ल तिमीले क्वाड्रेटिक इक्वेसन युज गर्छौ। यसरी के हुन्छ, यसरी के भयो भनेपछि चाहिँ एकदम कम्प्लिकेट भयो। हाम्रो काम के हो म्याथको, हाम्रो काम त सिस्टम झन् इजी बनाउने हो, तर यहाँ त कम्प्लिकेट हुँदैछ हो। तो त्यही भएर म्याथमेटिसियन्सहरूले के सोचे भनेपछि चाहिँ यो इक्वेसनहरूमा तिमीहरूले के गरे, प्याटर्नहरू देख्न थाले। प्याटर्नहरू देख्न थालेपछि चाहिँ हर जुन प्याटर्न जोसँग सिमिलर छ त्यसलाई एउटा क्याटेगोरीमा, जुन प्याटर्न जोसँग सिमिलर छ त्यसलाई अर्को क्याटेगोरीमा राखे, यति हो किन? सो हामीले के भनेको थियौँ, हामीले भनेको थियौँ हामी पढ्नेवाला छौँ अब लिनियर इक्वेसन। सो लाइट थोरै गएको, त्यही भएर अब लिनियर इक्वेसनको बारेमा हेरौँ। ओके, जसको बारेमा हेर्ने कुरा गरिरहेको थियौँ र हामी कुरा गर्दै थियौँ लिनियर इक्वेसन होइन। सो लिनियर इक्वेसन अघि नै लाइट गयो, त्यही भएर अलि यस्तो डिस्टर्ब भयो होइन। लिनियर इक्वेसन, अब लिनियर इक्वेसन भनेको चाहिँ के हो? अब सबैभन्दा पहिला लिनियर भनेको के हो त्यो बुझौँ है त। सिम्पल ल्याङ्ग्वेजमा भन्दा लिनियर सिङ्गल ल्याङ्ग्वेजमा भन्नुपर्दा के भनेपछि लिनियर इक्वेसन भनेको के भनेपछि इक्वेसन हो जहाँ के हुन्छ भेरिएबल हेज द पावर 1। कुनै पनि इक्वेसनमा यदि भेरिएबलको पावर 1 आइरहेको छ भनेपछि चाहिँ त्यो के हो, लिनियर इक्वेसन हो। फर इक्जाम्पल x + y = 10 भयो, यो भेरिएबल दुईटै भेरिएबलको पावर 1 आइरहेको छ कि नै, हो किन? हो भनेपछि यसको सबैभन्दा हाइएस्ट पावर 1 हो भनेपछि चाहिँ यो के हो, एउटा लिनियर इक्वेसन हो। लिनियर इक्वेसनलाई 1 डिग्री इक्वेसन नि भन्छ, किनकि त्यसको हाइएस्ट पावर कति हुन्छ, 1 जो हुन्छ। अब लिनियर इक्वेसन हेज द हाइएस्ट पावर। अब फर इक्जाम्पल हामीले के गर्यौँ होइन। अब अब हेर, लिनियर इक्वेसनको ब्युटी डिफिनेसन मात्र होइन, मतलब यो डिफिनेसनले मात्रै गर्दा यो लिनियर इक्वेसन त्यति पपुलर छैन क्या। यसले हामीले के गर्छ भनेपछि चाहिँ यसले के गर्छ भनेपछि चेन्जेसलाई डिस्क्राइब गर्छ कि के अरे चेन्जेसलाई के गर्छ, यसले डिस्क्राइब गर्छ। यसलाई हामीले के गरौँ, एउटा एक्जाम्पलले बुझौँ। यसलाई के गरौँ, एउटा एक्जाम्पलले बुझौँ। जस्तै कि कस्तो एक्जाम्पल भनेपछि चाहिँ सपोज कि तिमीले एक दिनमा 500 रुपियाँ कमाउँछौ। सपोज तिमीले पर डे 500 के गर्छौ, अर्न गर्छौ। पर डे के गर्छौ, पर गर्छौ। अनि स्टार्टिङमा के छ तिमीसँग, सुरुको दिन स्टार्टिङमा तिमीसँग 1000 छ। अब डे फर्स्ट डेमा तिमीसँग कति रुपियाँ हुनु भयो, फर्स्ट डेमा अभियसली 1500। डे 2मा कति हुन पर्यो, 1500 + 500 2000। डे 3मा तिमीसित कति हुन्छ, 25 रुपियाँ हुन्छ, सरी 2500 हुन्छ। अब तिमीहरू सरी 25,000 भयो। अब तिमीहरूले यहाँ के नोटिस गर्यो, एभ्री डे मनी के छ, सेम अमाउन्टले इन्क्रिज भइरहेको छ होइन। अब यसलाई के भन्छन्, यसलाई भन्छन् कन्स्ट्यान्ट चेन्ज भन्छन् होइन। अनि यो कन्स्ट्यान्ट चेन्ज, यो होल कन्स्ट्यान्ट चेन्जलाई हामीले के गर्न सक्छौँ, एउटा सिङ्गल इक्वेसनले रिप्रेजेन्ट गर्न सक्छौँ कि नै। जस्तै कि फर्स्ट डे तिम्रो कति थियो, फर्स्ट डे थियो तिम्रो 1500 होइन, अनि नेक्स्ट डे 2000, यो भयो 2500। यो कन्स्टेन्टली चेन्ज भइरहेको छ अथवा कन्स्टेन्ट अमाउन्टमा चेन्ज भएको छ कि नै, हो किन? पहिला 500 इन्क्रिज भयो, फेरि 500 इन्क्रिज भयो, के भन्छ हरेकमा के गर्छ, सेम अमाउन्ट इन्क्रिज भइरहेको छ, हो किन? सो यसलाई हामीले न 500 डे प्लस 1000 गरौँ, अथवा डे नभनौँ, मैले डी भनौँ होइन। अब डी भनेको के हो, डी भनेको नम्बर्स अफ डे हो होइन। अनि 500 हाम्रो एभ्री डे इन्क्रिज हो, अनि 1000 त हाम्रो स्टार्टिङमा जति थियो त्यति नै भयो। अब हेर, लिनियर इक्वेसनले हामीलाई के गर्यो, लिनियर इक्वेसनले यो पुरै उ छ नि, पुरै रिलेसनसिपलाई हामीलाई के गर्यो, कम्प्रेस गरेर एउटा सानो म्याथमेटिकल इक्वेसनको थ्रु के गर्यो, रिप्रेजेन्ट गर्नमा हेल्प गर्यो। यसले के गर्छ भनेपछि चाहिँ कुनै पनि सिचुएसनलाई के गर्छ, सिचुएसनलाई लिन्छ अनि कम्प्रेस गर्छ, के गर्छ, पुरै इन्टायर रिलेसनसिपलाई के गर्छ, एउटा सिम्पल म्याथमेटिकल के गर्छ, रुलमा चेन्ज गर्छ। बुझ्यो? हो। अब यो लिनियर इक्वेसन हामीले मोस्टली कहाँ युज गर्छौँ त होइन। अब यो लिनियर इक्वेसन के अरे म्याथमेटिकको टर्ममा मात्र युज हुन्छ र होइन। जस्तै कि मैले पुरानो भिडियोहरू पनि भनेको छु, म्याथ भनेको हामीले आफ्नो एभ्रिडे रियल लाइफबाटै हेरेर के गरेको, हामीले म्याथ बिल्ड गरिरहेको छौँ भनेपछि चाहिँ जुन कुरालाई हामीले आफ्नो एभ्रिडे लाइफलाई हेरेर बिल्ड गरिरहेको छौँ भनेपछि चाहिँ त्यो कसरी के हुन सक्छ, त्यो कसरी हुन्छ कि, मतलब कि त्यो कसरी के अरे एभ्रिडे लाइफमा युज नहोस् त, अफकोर्स हो किन? हो। अब यो किसमा युज हुन्छ, ट्याक्सी फेयर अथवा ट्याक्सीहरूको फेयरहरूमा के हुन्छ, युज हुन्छ। सपोज के हो भनेपछि चाहिँ सपोज गरौँ एउटा ट्याक्सीले 100 रुपियाँ चार्ज गरिरहेको छ होइन, एउटा ट्याक्सीले के गरिरहेको छ, 100 रुपियाँ चार्ज गरिरहेको छ स्टार्टिङ फी होइन। अनि त्यसले के गरिरहेको छ, प्रत्येक किलोमिटरको एभ्री किलोमिटरको के गरिरहेको छ, 50 रुपियाँ चार्ज गरेछ पर केएम होइन। स्टार्टिङमा त्यसले स्टार्ट गरेको अथवा स्टार्टिङ पोइन्ट 100 देखि स्टार्ट 100मा गऱ्यो अनि के गर्यो, प्रत्येक किलोमिटरलाई के गर्यो, त्यसले 50 रुपियाँ लियो होइन। अब देन
यहाँ हाम्रो के भयो, यहाँ अब हामीले एउटा इक्वेसनले रिप्रेजेन्ट गरौँ यसलाई, c इजिकल टु 50x प्लस 100, जहाँ 50 भनेको प्रति किलोमिटर, x भनेको के हाम्रो, x भनेको 50 भनेको अमाउन्ट अनि x भनेको प्रति किलोमिटर हो किन। अब यहाँ x को हाइएस्ट पावर 1 छ हो। अब वेयर x इज द डिस्टेन्स अथवा डिस्टेन्स हो। इफ हामीले 10 किलोमिटर ट्राभल गर्छौँ, 10 किलोमिटर ट्राभल गर्छौँ होइन, हामीले जस्तै कि 10 किलोमिटर ट्राभल गऱ्यौँ भनेपछि चाहिँ 50 इन्टु 10 प्लस 100 भनेपछि 50 इन्टु 10 500 प्लस 100 इक्वल टु 600 के भयो हाम्रो, के भयो 600 आयो। अब प्राइस टाइम प्रत्येक टाइमको अथवा इन्स्टेड अफ क्यालकुलेटिङ द प्राइस टाइम म्यानुअली हामीले टाइम के गर्यौँ म्यानुअली क्यालकुलेट गर्न भन्दा डाइरेक्ट डिरेक्सन के गर्यौँ, एउटा इक्वेसन दियौँ, डिस्टेन्स युज गर्यौँ, भयो आयो होइन। अर्को डिस्टेन्स र टाइम, डिस्टेन्स एन्ड टाइमको पनि युज हुन्छ। जस्तै कि इमेजिन गर एउटा कार मुभ गरिरहेको छ होइन 60 किलोमिटर पर आवरको स्पिडमा, कति 60 किलोमिटर पर आवरको स्पिडमा के गरिरहेको छ एउटा कार मुभ गरिरहेको छ भनेपछि चाहिँ त्यसको डिस्टेन्स निकाल्ने फर्मुला के हुन्छ त, डी इजिकल टु 60t, 60 किलोमिटर अनि टाइम ट्राभल कति आवरको भयो हो किन। अब 1 घन्टापछि डिस्टेन्स कति हुन्छ 60 किलोमिटर हुन्छ, 2 घन्टापछि 120 हुन्छ, 5 घन्टापछि 300 किलोमिटर हुन्छ। फेरि के भयो एउटा इक्वेसनले के गरेछ पुरै रिलेसनसिपलाई के गरिरहेको छ डिस्क्राइब गरेछ। दिस इज वाइ लिनियर इक्वेसन आर सो युजफुल इन फिजिक्स इन्जिनियरिङ एन्ड एभ्रिडे क्यालकुलेसन। त्यही भएर लिनियर इक्वेसन हाम्रो के हो एभ्रिडे लाइफमा युज हुन्छ। यति मात्र होइन, लिनियर इक्वेसन के हुन्छ अरू ठाउँ पनि बहुत युज हुन्छ, जस्तै कि मनी सेभिङ होइन। अनि यो के हो रियल इक्वेसनको के अरे लिनियर इक्वेसनको सबैभन्दा ठुलो स्ट्रेटेजी हो। अब नेक्स्ट, अब लिनियर इक्वेसन त एकदम पावरफुल छ होइन, तर लिनियर इक्वेसनमा के छ लिमिटेसन्सहरू छन् के। जस्तै कि म्याथमा तिमीहरूले के नोटिस गर्छौ, म्याथमा हामीले प्रिभियस भिडियोदेखि हेर्दै आउँछ नि सही नि त, पार्ट 1 देखि तिमीहरूले अहिलेसम्म हेर्दै आउँछ भनेपछि चाहिँ हामीले नेक्स्ट कुनै कुरा पढिरहेको छौँ भनेपछि चाहिँ त्यो किन नेक्स्ट कुरा पढ्नुको कारण प्रिभियस कुराले त्यो गर्न नसकेर हो कि, प्रिभियस कुरामा लिमिटेसन लागेर के भइरहेको नेक्स्ट कुरा इन्भेन्ट गरेको। त्यस्तै लिनियर इक्वेसन पावरफुल त छ होइन एकदम, बट यसमा नि के छ कुनैहरू थोडी थोडी लिमिटेसन, थोडी नभए यसमा नि केही लिमिटेसन्सहरू छ होइन। दे आर पर्फेक्ट वेन द चेन्ज इज कन्स्टेन्ट। यिनीहरू के छन् पर्फेक्ट छ, लिनियर इक्वेसन के छ पर्फेक्ट छ कहिले, जब चेन्जहरू के छन् कन्स्ट्यान्ट, जब चेन्जेसहरू कन्स्ट्यान्ट रूपमा के गरिरहेको छ चेन्ज भइरहेको छ, कुनै पनि कुरा कन्स्ट्यान्ट रूपमा चेन्ज भइरहेको छ भनेपछि के छ लिनियर इक्वेसन पर्छ। बट के हुन्छ जब यो चेन्ज छ नि आफैमा चेन्ज हुन लागोस्, जस्तै कि अघि नै हाम्रो गाडीको स्पिड 60 किलोमिटरमै थियो होइन, वाट इफ यो गाडीको किलोमिटर कहिले 72 कहिले 75 यसरी के भइरह चेन्ज मिटर यसरी के भइरहेको चेन्ज भइरहेको, जस्तै 68 यसरी के भयो चेन्ज भइरहेको। तब के लिनियर इक्वेसनले गर्न सक्छ, मतलब कि के लिनियर इक्वेसनले त्यतिखेर गर्न सक्छ हेल्प गर्न सक्छ सक्दिन। सो हामीलाई यदि लिनियर इक्वेसनले कन्स्ट्यान्ट चेन्जमा गर्छ भनेपछि जुन चेन्ज भएको कुरा छ नि त्यो चेन्जलाई पनि चेन्ज भइरहेको छ भनेपछि चाहिँ हो त्यतिखेर के युज गर्ने। जस्तै कि अघि नै हामीले के भन्यौँ लिनियर इक्वेसन भनेको कन्स्ट्यान्ट चेन्ज हो होइन, बट यो चेन्ज कन्स्ट्यान्ट नभएर होइन, यो जुन चेन्ज छ नि कन्स्ट्यान्ट नभएर चेन्जिङ भइरहेको भनेपछि चाहिँ के हाम्रो लिनियर इक्वेसन त्यो टाइममा सफिसियन्ट हुन्छ त हुँदैन। भनेपछि चाहिँ चेन्ज भइरहेको चेन्जेसलाई पनि डिस्क्राइब गर्न कुन इक्वेसनले हामीलाई हेल्प गर्छ त, त्यो हो इक्वेसन हो क्वाड्रेटिक इक्वेसन। के इक्वेसन क्वाड्रेटिक इक्वेसन। सो क्वाड्रेटिक इक्वेसन हो जसले के गर्छ चेन्जकोलाई नि चेन्जको नि चेन्जलाई डिस्क्राइब गर्नलाई के गर्छ हामीलाई हेल्प गर्छ। सो एज आई टोल्ड यु हामी अब आजको भिडियोमा चाहिँ हामीले के पढ्ने भनेको थियौँ प्याटर्न, भेरिएबल्स, एक्सप्रेसन, इक्वेसन अनि लिनियर इक्वेसनको इन्ट्रोडक्सन अनि बेसिक कुराहरू जुन कि हामीले पढिसक्यौँ। अब हामी पढ्नेवाला छौँ क्वाड्रेटिक इक्वेसन इन पार्ट 4 एन्ड द्याट विल बी द लास्ट पार्ट अफ दिस सिरिज। ओके, सो क्वाड्रेटिक इक्वेसन हामीले के गर्छौँ नेक्स्ट भिडियोमा पढ्छौँ। क्वाड्रेटिक इक्वेसन भनेको के हो, किन यो यसरी कसरी यसले चेन्जेसहरूलाई डिस्क्राइब गर्न हेल्प गर्छ, यसको एप्लिकेसन्सहरू के हो होइन, यिनी सब हामीले के गर्छौँ नेक्स्ट एपिसोडमा पढ्दैछौँ। सो भिडियो मन परेमा भिडियोलाई लाइक कमेन्ट एन्ड च्यानललाई सब्सक्राइब गरिदियो अनि आफ्नो साथीहरूलाई सेयर गरिदियो। सो लेट मी सी यू इन द नेक्स्ट भिडियो। टिल देन किप लर्निङ, किप एक्सप्लोरिङ एन्ड किप बिल्डिङ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।